पाकिस्तानी सेनाको आक्रमणमा परि भारतीय सेनाका एक लेसनायक मारिएका छन्। 5 फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ। कश्मीरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परि एक नेपाली सहित 26 जनाको मृत्यु भएको बदला स्वरूप भारतले बुधबार रातिदेखि पाकिस्तानको भूमिमा हवाई हमला सुरु गरेको थियो। भारतको आक्रमणबाट 31 जनाको मृत्यु भएको र 57 जना घाइते भएको पाकिस्तानले जनाएको छ। भारतले पाकिस्तान नियन्त्रित कश्मीरका 5 र पाकिस्तानकै भूमिका 4 गरी 9 स्थानमा एयर स्ट्राइक गरेको थियो। तीमध्ये पाकिस्तानको भावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश-ए-मोहम्मदका 1 जना कमान्डर मसुद अजहरको परिवारका 10 जना मारिएका छन्। उनीहरू मारिएको जैश-ए-मोहम्मदले समेत स्वीकार गरेको छ। अपरेसन सिन्दुर नाम दिएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ। अन्धाधुन्दा गोलाबारीका कारण सयौं बासिन्दा भूमिगत बङ्करहरूमा शरण लिन वा सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। आक्रमणबाट घर, सवारी साधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरू ध्वस्त भएका छन्।